नमस्कार साथीहरू, राकेश लोकसेवा तयारी युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज म तपाईँहरूको माझ लोकसेवा आयोग नासु खरिदार तथा सहायक 5औं र 4थो तहको प्रथम पत्र नमुना प्रश्नोत्तर सेट 7 अन्तर्गत सामान्य ज्ञानका 30 वटा अति महत्त्वपूर्ण र अति सम्भावित प्रश्नहरूको सेट लिएर उपस्थित भएको छु। अब आजको प्रश्नहरूतर्फ लागौँ। आजको पहिलो प्रश्न रहेको छ। प्रश्न नम्बर 1 मा शिशु ग्रहहरू कुन कुन ग्रहको बीचमा रही सूर्यको परिक्रमा गर्छ? यसको सही उत्तर रहेको छ अप्सन सी, मङ्गल र बृहस्पति ग्रहको चाहिँ बीचमा रहेर सूर्यको परिक्रमा गर्छ। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ, निम्नमध्ये सही कथन कुन हो हुन पहिचान गर्नुहोस्। 1 मा भनेको छ वाणिज्य महासागर भनेर हिन्द महासागरलाई चिनिन्छ, होइन, यो चाहिँ गलत रहेको छ। दोस्रोमा भनेको छ तेलको महासागर भनेर आन्ध्र महासागरलाई चिनिन्छ, होइन, यो पनि गलत रहेको छ। यसमा चाहिँ वाणिज्य महासागर भनेर आन्ध्रलाई चिनिन्छ र तेलको महासागर भनेर हिन्द महासागरलाई चिनिन्छ, है, उल्टो भएको छ। त्यस्तै तेस्रोमा भनेको छ भूमध्य सागरको सीमाले 3 वटा महादेशलाई छुन्छ, हो, यो चाहिँ सही रहेको छ। कुन कुन त? एसिया, अफ्रिका र युरोप, यी 3 वटा महादेशलाई चाहिँ छोएको छ भूमध्य सागरको सिमानाले। यसमा चाहिँ कुन भयो त? 3 मात्र, है, अप्सन डी। त्यसैगरी प्रश्न नम्बर अब 3 मा रहेको 50 ताल तल दिएका मध्ये कुन जिल्लाको सिमानामा पर्दैन? है, 50 ताल चाहिँ 3 वटा जिल्लाको सिमानामा पर्छ र यसमा चाहिँ नपर्ने जिल्ला चाहिँ कुन भयो त? अप्सन बी, मनाङ, होइन। पर्वत कास्की र स्याङ्जामा चाहिँ पर्छ, मनाङमा चाहिँ मनाङको सिमानामा चाहिँ पर्दैन, है। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ सिमाना र जिल्लाबीच नमिल्ने जोडा कुन हो? केरुङ रसुवा, यो चाहिँ सही रहेको छ। कोर्ला चाहिँ मुस्ताङमा रहेको छ, ठिक छ। किमाथाङका सङ्खुवा सभा सही हो र ओलाङचुङ्गोला ताप्लेजुङ, यो चाहिँ दार्चुला दिएको छ, यो गलत भयो, है। ओलाङचुङ्गोला घाटी चाहिँ कहाँ रहेको छ त? ताप्लेजुङमा, होइन। दार्चुलामा चाहिँ टिङ्कर, है, टिङ्कर चाहिँ दार्चुलामा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ अफ्रिका महादेशको सानो भूपरिवेष्टित राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ अप्सन सी, इस्वातिनी, है, जसलाई चाहिँ स्वाजील्यान्ड पनि भनिन्छ, होइन। र सबभन्दा ठुलो महादेश, अफ्रिका महादेशको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र चाहिँ चाड हो, है। र अफ्रिका महादेशमा चाहिँ 16 वटा भूपरिवेष्टित राष्ट्रहरू रहेका छन्। त्यस्तै अब प्रश्न नम्बर 6 मा रहेको छ विश्वको इतिहासमा रक्तहीन, होइन, ब्लडलेस रिभोल्युसनका नामले चिनिने क्रान्ति कुन हो? यसको सही उत्तर रहेको छ अप्सन ए, है, बेलायतको गौरवमय क्रान्ति, जुन सन् 1688 मा भएको थियो, होइन। यसलाई चाहिँ रक्तहीन क्रान्ति भनेर चिनिन्छ। त्यस्तै यहाँ चाहिँ औद्योगिक क्रान्तिलाई यान्त्रिक क्रान्ति भनेर चिनिन्छ। फ्रान्सको राज्य क्रान्तिलाई बौद्धिक क्रान्ति भनेर पनि चिनिन्छ। रुसी राज्य क्रान्तिलाई चाहिँ अक्टोबर क्रान्ति भनेर पनि चिनिन्छ। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ निम्न कथनमध्ये सही कुन हो पहिचान गर्नुहोस्। 1 मा भनेको छ लिच्छवीकालीन आकाशको पूर्ण चन्द्र भनी राजा नरेन्द्र देवलाई चिनिन्छ, हो, यो चाहिँ सही रहेको छ। त्यस्तै दोस्रोमा रहेको छ गोपाल राज वंशावलीको रचना राजा जयस्थिति मल्लले गरेका थिए, हो, यो पनि सही रहेको छ। यसमा के भयो त? 1 र 2 दुवै ठिक भयो, 1 र 2 दुवै ठिक। यहाँ चाहिँ लिच्छवीकालीन आकाशको पूर्ण चन्द्र भनेर नरेन्द्र देव दिएको छैन। त्यस्तै लिच्छवी कुल केतु उपाधि धारण गर्ने राजा चाहिँ को हुन् त? शिवदेव प्रथम। र लिच्छवीकालको आदि पुरुष भनेर सुपुष्पलाई चिनिन्छ, है। प्रश्न नम्बर 8 मा रहेको छ कान्तिपुरका अन्तिम मल्ल राजा को थिए? यसको सही उत्तर रहेको छ अप्सन ए, है, जयप्रकाश मल्ल, होइन। र कान्तिपुरका प्रथम राजा चाहिँ को थियो त? रत्न मल्ल, है। यो उपत्यकाले चाहिँ कान्तिपुर, पाटन र भक्तपुरमा चाहिँ विभाजन गरेको थियो, जसमा चाहिँ कान्तिपुरका प्रथम राजा रत्नमल र अन्तिम चाहिँ जयप्रकाश मल्ल, होइन। पाटनका प्रथम राजा चाहिँ रन्नमल्ल, होइन, रन्नमल्ल, र भक्तपुरका चाहिँ राई मल्ल, है। यो चाहिँ कान्तिपुर, पाटन र भक्तपुरका प्रथम राजा। त्यस्तै अन्तिम राजाहरू चाहिँ को हुन् त? जयप्रकाश मल्ल, कान्तिपुरको अन्तिम मल्ल राजा जयप्रकाश मल्ल भयो, होइन। अनि पाटनको तेज नरसिंह मल्ल, होइन, पाटनको अन्तिम राजा तेज नरसिंह मल्ल र भक्तपुरको अन्तिम राजा रञ्जित मल्ल, है।
यसरी सम्झिन सक्नुहुन्छ। सुरुको राजाहरूलाई रत्नरन राय भनेर सम्झिन सक्नुहुन्छ। अन्तिमको राजाहरूलाई जय तेज रन है। सुरुका अन्तिम काप भ काठमाडौँ कान्तिपुर पाटन र भक्तपुरको सुरुको राजाहरू रत्नरन राई अनि अन्तिम राजाहरू जय तेज रन भनेर सम्झिन सक्नुहुन्छ। अब प्रश्न नम्बर 9 मा रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको थियो? यसको सही उत्तर रहेको छ अप्सन ए सन् 1979 मा हैन। सन् 1979 मा चाहिँ 8वटा सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो हैन। त्यसैगरी सन् 1984 मा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत भयो। त्यस्तै सन् 1997 मा चाहिँ लुम्बिनी है। त्यसै प्रश्न नम्बर 10 मा रहेको छ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय तह गरी 3 तहको हुनेछ भन्ने व्यवस्था संविधानको कुन धारामा गरिएको छ? यसको सही उत्तर रहेको छ अप्सन ए धारा 56 मा चाहिँ गरिएको छ। त्यसैगरी धारा 57 मा चाहिँ के को व्यवस्था छ त? राज्य शक्तिको बाँडफाँडको व्यवस्था। धारा 58 मा अवशिष्ट अधिकारको व्यवस्था। धारा 59 मा चाहिँ आर्थिक अधिकारको प्रयोग है को व्यवस्था चाहिँ रहेको छ। अब प्रश्न नम्बर 11 मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्। यहाँ चाहिँ विभिन्न वातावरणीय संस्थाहरू रहेको छ र यसको स्थापना मिति बीच जोडा मिलाउन भनेको छ। WWF को स्थापना कहिले भएको हो त? 1961 मा। UNEP को 1972 मा हैन। त्यस्तै साइटिसको स्थापना 1973 मा र ग्रीन पिसको स्थापना चाहिँ 1971 मा भएको है। त्यस्तै यहाँ चाहिँ WWF को चाहिँ प्रधान कार्यालय कहाँ रहेको छ त? ग्ल्यान्ड स्विट्जरल्यान्ड हैन। ग्ल्यान्ड स्विट्जरल्यान्ड चाहिँ रहेको छ। त्यस्तै UNEP को केन्याको नैरोबीमा र साइटिसको प्रधान कार्यालय जेनेभा स्विट्जरल्यान्ड र ग्रीन पिसको प्रधान कार्यालय चाहिँ एस्टोडम नेदरल्यान्डमा चाहिँ रहेको छ है। त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ हुक्का हुक्की कुन जातिको महत्त्वपूर्ण पर्व हो? यसको सही उत्तर रहेको छ अप्सन सी राजवंशी जातिको महत्त्वपूर्ण पर्व हो। त्यस्तै किराँतको चाहिँ उधौली र उभौली हैन। गुरुङको चाहिँ ट्रहोट पर्व चाहिँ गुरुङको, राईको चाहिँ साकेला है। अब प्रश्न नम्बर 13 मा रहेको छ तलको भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस्। 1 मा रहेको छ नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद हो यो चाहिँ सही रहेको छ। त्यस्तै दोस्रोमा भनेको छ नेपाल प्रजा परिषदको स्थापना विक्रम सम्वत 1993 जेठ 20 गते भएको थियो हो यो पनि सही रहेको छ। यसमा के भयो त 1 र 2 दुवै सही भयो अप्सन सी। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ पौराणिक पात्र प्रद्युम्नका पिता को हुन्? यसको सही उत्तर रहेको छ अप्सन बी कृष्ण है। प्रद्युम्नका पिता को हुन् त? कृष्ण हुन्। त्यस्तै अर्जुनका छोरा चाहिँ अभिमन्यु, वासुदेवको छोरा चाहिँ कृष्ण हैन। पाण्डु चाहिँ यो 5 पाण्डवहरू हैन अर्जुनको पिता। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ निम्न कथनहरूमध्ये सही कुन हो पहिचान गर्नुहोस्। 1 मा भनेको छ न्याटोको स्थापना सन् 1949 अप्रिल 4 मा भएको हो यो चाहिँ सही रहेको छ। दोस्रोमा भनेको छ न्याटोको अन्तिम सदस्य राष्ट्र स्विडेन हो यो पनि सही रहेको छ। स्विडेन चाहिँ 32औं सदस्य राष्ट्र हो। यसमा चाहिँ के भयो त 1 र 2 दुवै सही भयो। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ तल दिएका मध्ये कुन चाहिँ मेन्डलको नियम होइन? एमा रहेको छ लैङ्गिक शुद्धताको नियम, बीमा प्रबलताको नियम, सीमा स्वतन्त्रताको नियम र डीमा रहेको छ परिवृत्तिको नियम र यसको सही उत्तर के हुन्छ त? अप्सन डी परिवृत्तिको नियम। परिवृत्तिको नियम चाहिँ कसको हो त? चार्ल्स डार्विनको हो। लैङ्गिक शुद्धता प्रबलता र स्वतन्त्रताको नियम चाहिँ मेन्डलको हो। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ निम्न कथनहरूबारे विचार गर्नुहोस्। एमा रहेको छ सन् 1972 मा स्विडेनको स्टकहोममा मानवीय पर्यावरण सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन भएको थियो हो यो चाहिँ सही रहेको छ हैन। यो चाहिँ पहिलो है वातावरण सम्बन्धी पहिलो सम्मेलन हो। त्यस्तै प्रश्न नम्बर दोस्रोमा रहेको छ सन् 1987 मा प्रस्तुत
ब्रुटल्यान्ड आयोगको प्रतिवेदनको शीर्षक हाम्रो साझा भविष्य हैन, यानि कि आवर कमन फ्युचर हैन रहेको थियो। हो, यो पनि सही रहेको छ। यसको पनि उत्तर के भयो त अप्सन सी। त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्। यहाँ चाहिँ विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाका चाहिँ स्थापना मिति बीचको जोडा रहेको छ। आसियानको स्थापना कहिले भएको हो त सन् 1967 अगस्त 8 मा। सार्कको स्थापना सन् 1985 डिसेम्बर 8 मा हैन। त्यसैगरी बिमस्टेकको स्थापना कहिले भएको हो त बिमस्टेकको स्थापना सन् 1997 जुन 6 मा र युरोपियन युनियनको सन् 1958 जनवरी 1 मा हैन। युरोपियन युनियन चाहिँ सुरुमा EEC हैन, युरोपियन इकोनोमिक कम्युनिटी भनेर स्थापना भयो सन् 1958 जनवरी 1 मा र यसलाई चाहिँ EU मा चाहिँ कहिले रूपान्तरण गरियो त सन् 1993 नोभेम्बर 1 मा चाहिँ EU भनेर नामाकरण भयो है। यसअनुसार यसको उत्तर के हुन जान्छ त अप्सन बी। अब प्रश्न नम्बर 19 मा रहेको छ तल दिएका मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण भएको छैन। ए मा रहेको छ निजामती अस्पताल, बी मा पृथ्वी राजमार्ग, सी मा वीर अस्पताल र डी मा अर्नीको राजमार्ग। यसमा चाहिँ चीनको सहयोगमा निर्माण नहुने कुन हो त अप्सन सी वीर अस्पताल है। वीर अस्पताल चाहिँ भारतको सहयोगमा निर्माण भएका हुन्। यो पृथ्वी राजमार्ग, अर्नीको राजमार्ग, निजामती अस्पताल चाहिँ चीनको सहयोगमा निर्माण भएको। त्यस्तै 20 मा रहेको छ निम्नमध्ये नोबेल पुरस्कार प्राप्त नगर्ने वैज्ञानिक को हुन्। यसको सही उत्तर रहेको छ अप्सन ए है, सर आइज्याक न्युटन हैन। सर आइज्याक न्युटन चाहिँ 1642 मै भएको थियो र मृत्यु चाहिँ 1727 तिर हैन। त्यति बेला चाहिँ नोबेल पुरस्कारको स्थापना पनि भएको थिएन, त्यही भएर हैन। अल्बर्ट आइन्स्टाइनले चाहिँ सन् 1921 मा चाहिँ नोबेल पुरस्कार पाएका हुन्। थोमस एल्वा एडिसनले 1904 मा हैन, यसले चाहिँ 1921 हैन। त्यस्तै गुग्लिलो मार्कोनीले चाहिँ कहिले पाएका हुन् त 1909 मा हैन, 1909 मा। त्यस्तै प्रश्न नम्बर 21 मा रहेको छ बबई नदी भारतमा पुगेपछि के नामले चिनिन्छ। यसको सही उत्तर रहेको छ अप्सन सी सरयू नामले चिनिन्छ र सरयूकै किनारमा चाहिँ अयोध्यामा राम मन्दिरको निर्माण गर्यो। अयोध्या सहर चाहिँ रहेको छ हैन। अब चाहिँ ए मा रहेको छ दामोदर। यो कोशी नदीलाई चाहिँ भारतमा पुगेपछि दामोदर नामले चिनिन्छ हैन। महानन्दा चाहिँ मेची नदीलाई महानन्दा भनेर चिनिन्छ। यो अप्सन डी मा रहेको छ घागरा। यो कर्णाली नदीलाई चाहिँ भारतमा पुगेपछि घागरा नामले चिनिन्छ। त्यस्तै महाकाली नदीलाई चाहिँ शारदा र कन्काई नदीलाई चाहिँ बिरिङ भनेर चिनिन्छ है। त्यस्तै प्रश्न नम्बर 22 मा रहेको छ गुरुङ समुदायको मुख्य मानिसलाई के भनिन्छ। यसको सही उत्तर रहेको छ अप्सन ए चिवा भनिन्छ है। त्यस्तै बी मा रहेको छ भलमनसा, यो चाहिँ थारू समुदायको मुख्य व्यक्तिलाई, पिम्बु चाहिँ लोमी समुदायको मुख्य व्यक्तिलाई र मानबहादुर चाहिँ राउटे समुदायको मुख्य व्यक्तिलाई चाहिँ भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 23 मा रहेको छ 2 वटा उपमहानगरपालिका भएको जिल्ला कतिवटा छन्। यसको सही उत्तर रहेको छ अप्सन सी 3 वटा है। यसलाई चाहिँ कसरी सम्झिन सक्नुहुन्छ, 3 वटा जिल्लाहरू सुनसरी है, सुनसरी हो, बारा र दाङ हो है। अब यसलाई चाहिँ सुब्बा दाङ गयो भनेर सम्झिन सक्नुहुन्छ। सुब्बा दाङ गयो हैन, यसरी दाङ गयो, सुबाट सुनसरी, बाबाट बारा र दाङ गयो भनेर सम्झिन सक्नुहुन्छ। सुनसरीमा धारान र इटहरी भयो हैन। बारामा चाहिँ जितपुर, सिमरा र कलैया, दाङमा चाहिँ घोराही र तुलसीपुर है। त्यस्तै प्रश्न नम्बर 24 मा रहेको छ निम्न कथनबारे विचार गर्नुहोस्। आइसिसी पुरुष T20 विश्वकप 2026 को उपाधि भारतले जितेको छ। हो, यो चाहिँ सही रहेको छ। त्यसैगरी दोस्रोमा भनेको छ भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक T20 विश्वकप च्याम्पियन बनेको छ। हो, यो पनि सही रहेको छ। पहिलो चाहिँ 2007 मा चाहिँ जितेको थियो, त्यसपछि 2024 मा र लगातार हैन 2024 पछि दोस्रो पटक चाहिँ 2026 मा गरेर जम्मा 3 पटक चाहिँ जितेको हो हैन। यो आइसिसी T20 विश्वकप चाहिँ प्रतियोगिता कहिलेबाट हुन थाल्यो त 2007 बाट
यसअनुसार चाहिँ के भयो त 1 र 2 यसको दुवैको ठिक भयो। त्यस्तै प्रश्न नम्बर 25मा रहेको छ क्वान्टम थ्योरीका प्रतिपादक को हुन्? यसको सही उत्तर रहेको छ अप्सन बी म्याक्स प्ल्याङ्क है। म्याक्स प्ल्याङ्क चाहिँ यसका प्रतिपादक हुन्। त्यस्तै यहाँ चाहिँ म्याक्सवेल रहेको छ। म्याक्सवेल चाहिँ म्याग्नेटिक वेभ है का चाहिँ थ्योरीका प्रतिपादक हुन् हैन। त्यस्तै अल्बर्ट आइन्स्टाइन चाहिँ थ्योरी अफ रिलेटिभिटी हैन। त्यसै गरी एटोमिक थ्योरीको चाहिँ प्रतिपादक जोन डाल्टन रहेको छ। त्यस्तै यहाँ 26मा रहेको छ मम्मी उपन्यासका लेखक को हुन्? यसको सही उत्तर रहेको छ अप्सन ए नै प्रेमा शाह। मम्मी उपन्यासका लेखक चाहिँ को हुन् त? प्रेमा शाह हुन्। त्यस्तै सरस्वती प्रतीक्षाका चाहिँ प्रसिद्ध उपन्यास चाहिँ कुन हो त? नथिया। नथिया चाहिँ रहेको छ। त्यसै गरी यहाँ चाहिँ अमर न्यौपानेको सेतो धरती र डी म्याक्सिम गोर्कीले को उपन्यास द मदर अथवा आमा उपन्यास है। त्यसै गरी प्रश्न नम्बर 27मा रहेको छ समूह 1 र समूह 2 बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। यहाँ चाहिँ विभिन्न दिवस कहिले मनाइन्छ त्यसको बीचको जोडा रहेको छ। कानुन दिवस वैशाख 26 गते मनाइन्छ हैन। त्यसै गरी विज्ञान दिवस असोजे गते हैन। चिया दिवस वैशाख 15 गते हैन र सामाजिक सेवा दिवस चाहिँ असोज 6 गते चाहिँ मनाइन्छ। यसअनुसार चाहिँ यसको अप्सन के हुन जान्छ त? अप्सन ए। त्यस्तै प्रश्न नम्बर 28मा रहेको छ चर्चित बलिउड तथा पार्श्व गायिका आशा भोसलेको निधन कहिले भएको हो? यसको सही उत्तर रहेको छ अप्सन सी सन् 2026 अप्रिल 12मा चाहिँ निधन भएको। उहाँले चाहिँ गिनिज बुक वर्ल्ड रेकर्ड चाहिँ कायम गर्नुभएको थियो, सबभन्दा बढी चाहिँ स्टुडियो रेकर्ड गराएर। त्यस्तै प्रश्न नम्बर अब 29मा रहेको छ नेपालमा दोस्रो राष्ट्रिय आर्थिक गणनाको सञ्चालन अवधि कुन हो? हाल चाहिँ सञ्चालन भइराखेको छ है। यसको सही उत्तर के हुन्छ त? अप्सन ए है विक्रम सम्वत 2083 वैशाख 2 देखि असार 7 सम्म चाहिँ यो आर्थिक गणना चाहिँ यो दोस्रो आर्थिक गणना हो। पहिलो चाहिँ 2075 सालमा भएको थियो है। त्यस्तै प्रश्न नम्बर अब 30 यानि अन्तिम प्रश्न रहेको छ नेपाल सरकारले आफ्नो 100 दिने कार्यसूची अनुसार तयार पारेको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा आगामी 5 वर्षभित्र नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन डी 3000 अमेरिकी डलर चाहिँ पुर्याउने लक्ष्य राखेको छ हैन। र त्यही राष्ट्रिय प्रतिबद्धतामा चाहिँ अन्य कुराहरू पनि चाहिँ को लक्ष्य राखेको छ, जस्तो कि 5 वर्षभित्र चाहिँ आर्थिक वृद्धि दर 7% कायम गर्ने लक्ष्य राखेको छ। 5 वर्षभित्रमा चाहिँ 15 लाख रोजगारी चाहिँ दिने अथवा सिर्जना गर्ने लक्ष्य राखेको छ। गरिबीलाई 10%मा झार्ने लक्ष्य चाहिँ राखेको छ हैन। यसै अनुसार चाहिँ आजका प्रश्नहरू यति नै रहेको थियो। आजलाई यति नै, धन्यवाद।